भर्खरै के भयो भने नानी चाहिँ लाइक यताउता बसिरहेको थियो अनि दिदीले चाहिँ अनि दिदी चाहिँ मेरो काखमा आएर पल्टिनु भयो। तिमी आएन भने मम्माको काखमा आमा आएर बस्नुहुन्छ भनेको। सी लिटरली ब्रड दिस यो कुसन सोफाबाट यो कुसन ल्याएर मम्माको काख सेकेर अनि आफू आएर यहाँ बसिरहेको थियो कि आऊ छोरी आऊ 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 मेरो बच्चा कसले सिकाउँछ यस्तो यस्तो तिमीलाई यो किन राखेको यहाँ आमा बस्नुहुन्छ भनेर हो। ए मर्निङ वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ आजको दिन सुरु भएको छ। भर्खर छोरी र म उठ्यौँ अनि छोरीको उठ्दा बित्तिकै यस्तो हुन्छ। ए उठ्दा बित्तिकै उसको कक सुरु भइसक्यो। के गर्छ बाबा यसरी हातले हेलो एभ्रिवान भन न। के गर्नुभएको हजुर कक्कुमा लेख्नु भएको के लेख्नु भयो देखाउनुहोस् त। के लेख्नुभयो देखाउनुहोस् न। ल यसरी बिहानभरि बिहानै उठ्दा बित्तिकै आफ्नो कपी किताब सिरेर लिएर आमै 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 पढ्नलाई एकदम मजा आउँछ। उसका यसरी बसेका छन्। ऊ म्युजिकको पनि सोख छ। ऊ त्यहाँ पियानो छ। गुड मर्निङ दिदी। गुड मर्निङ। के बन्दैछ? हाई के बन्दैछ? आज नानीको लिटो तरकारी पाकिसक्यो। उता के हो उता? यो टमाटरको अचार, साग, दाल। वाह दिदीलाई बिहानमा अलिकति हतार हुन्छ किनभने म चाँडो अफिस जान्छु होइन दिदी। त्यो भएको भएर त्यस पछाडि चाहिँ अनि दुईजनालाई मलाई मात्रै दुःख हो। यस्तै छ। मर्निङ रुटिन यसरी हुन्छ। आस हजुरको कुन हो? हजुरको ब्रस हो यो मम्माको। अनि बिहानमा चाहिँ म उठेर फर्स्टमा चाहिँ चिया सिड पानी खान्छु अनि मात्रै मेरो दिनको सुरुवात गर्छु। आइएम रेडी फर द अफिस। अब अफिस गएर आज के हुन्छ अलिकति देखाउँछु। अनि यस्तै छ। म अफिस जान लागेको। नानी दिदी घरै बस्नुहुन्छ अनि बेलुका त हाम्रो सधैँ छ यस्तै। हे गाइज आई जस्ट रिच माई अफिस। अब अफिसमा कामहरू छ। फर्स्टमा मेल चेक गर्नु छ। त्यस पछाडि अरू आजको कामहरू सघाउनु पर्ने छ। अब विकेन्ड आउनु थालिसक्यो। कामको प्रेसर अलि बढी हुन्छ। यस्तै छ। भर्खर अफिस आइपुगेँ अनि अब चाहिँ म काम गर्छु है त। अब चाहिँ मेरो लन्च ब्रेक अनि लन्चमा यस्तो खानाहरू अलिकति भेज खाना आज अनि खाने हो। 45 मिनट ब्रेक हुन्छ अनि त्यही बिचमा अनि खानासाना खायो पऱ्यो होइन। अनि एकैछिन रिफ्रेसमेन्ट ब्रेक लिएर अनि आफ्नो फेरि ब्याक टु काममा लाग्नुपर्छ। यस्तै हो। अब चाहिँ हाम्रो लन्च ब्रेक सक्यो अनि लन्च ब्रेक सकिसके पछाडि अनि म फेरि ब्याक टु आफ्नो काममा आएँ है। आज चाहिँ मेरो यति धेरै कामहरू यति धेरै इमेल्सहरू अनि गर्नुपर्ने कति धेरै इमेलहरू चेक गर्ने अनि त्यस पछाडि गएर रेस्पोन्स गर्ने अनि फेरि प्रोग्रामहरू प्लान गर्ने अनि आज मेरो आफ्नो प्रोजेक्टको क्वार्टरली रिपोर्ट पनि सब्मिट गर्नुपर्ने थियो। त्यो फटाफट अनि आफ्नो क्वार्टरली रिपोर्टमा काम गरेँ अनि मैले मेरो त्यो रिपोर्टहरू सेयर गर्ने काम पनि गरेँ। अनि मलाई चाहिँ एकदम यो रिपोर्टहरूमा गर्न चाहिँ एकदम रमाइलो लाग्छ। अनि फेरि मेरो प्रोजेक्टमा एकदम धेरै त्यस्तो ठुलो टिम पनि छैन होइन। अनि सबै कुरा ओभरअल प्रोजेक्ट म्यानेजमेन्ट यताउता सबै आफैले गर्नुपर्छ कि। अनि गाइज आई जस्ट केम ब्याक। म भर्खरै आइपुगेँ। मम्मा कहाँबाट आएको छोरो? अफिसबाट। मम्मालाई खै त माया। भर्खरै आइपुगेँ। अब यहाँ नानी चाहिँ खेलेर बसिरहेको रहेछ होइन। अनि खेलेर बसेको यहाँ उसको गुडीलाई रुद्राक्ष लगाइदिएर के गरेको बेबी? के गरेर बसिथ्यौ? खेलेको? के लगाइदिएको त गुडीलाई? यस्तो छ। अब म चाहिँ भर्खर यस्तो गर्मी छ बाहिर यस्तो गर्मी छ होइन। एकदमै धेरै टायर्ड भएको छु। हजुर 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 तिमी नरेडी भएको अनि मैले चाहिँ अफिस जाने बेलामा मम्मा आउने बेलामा रेडी भएर बस्छ अनि म घुमी लान्छु भनेर भन्छु है। अनि तिमी नरेडी भएको रेडी नभएको भनेको नरेडी भएको मम्मा म नरेडी भएको भनेर कम्प्लेन गर्दैछु होइन। अब तिमी छिटो बुबु खाऊ अनि त्यसपछि मैले बुम बाहिर राखेको छु अनि हामी घुम्न जानुपर्छ। हस् मैले किनिदिनु भएको नाना बुवाले किनिदिनु भएको नाना यो नाना लाएर अब छोरी घुम्न जाने अरे हो छोरी? ल फटाफट नाना लगाऊ है त। यता हेर न यता के गर्न
घुम न पूजा गर्न त यति बेला के पूजा हुन्थ्यो र छोरो मन्दिर यतिकै दर्शन गरेर आउने भन न वाउ ह्यापी ह्यापी छोरो आयो 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 केमा जाने हो स्कुटरमा अनि त्यसरी भल्ट्याङ खेल्छ है कुदेर हुन्छ त 2 भल्ट्याङ खेल्यो भने बर्बाद हुन्छ है फेरि यस राइट टोली घुम्दै हिँड्यो ल जाम अल्ताला यहाँसम्म काम मन्दिर भनेको ठाउँमा हामी आइसक्यौँ हामी कहाँ आइन्छ अरे मन्दिरमा अनि आइसक्यौँ अब ऊ यहाँ खेल्ने कुद्ने दौडिने एकदम धेरै यो स्पेसियस छ अनि त्यहाँ भएको भएर अनि बच्चालाई त्यस्तो नियर बाई पार्कहरू पनि छैन अनि खेल्नमा बेलुका आफ्टर लाइक इभिनिङमा अरू बच्चाहरू पनि हुन्छन् अनि रमाइलो हुन्छ भनेर अनि हामी चाहिँ यता लिएर आउँछौँ कि खासमा बिस्तारै है बिस्तारै बिस्तारै उसलाई चाहिँ यो सबै भगवान्जीहरूलाई जी गर्दै 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 हिँड्नुपर्छ जी चली भयो यता हेर न भयो जी भयो भयो पुग्यो यता हेर न मम्मालाई अब टिङ टिङ बजाउने रे यता चाहिँ बेलुकामा एकदमै आनन्द पिसफुल छ कि यो मन्दिर एरिया अनि कतिजना मान्छेहरू आइरहनु भएको हुन्छ रुखहरूले गर्दाखेरि अनि त्यहाँ चराहरू आएर बस्ने ग्रिनरी त्यो सबै कुराहरू छ त्यो आनन्द आउँछ अनि स्पेस पनि ठुलो छ बच्चालाई लिएर गएर खेल्नलाई गजब हुन्छ बिस्तारै है बिस्तारै है बिस्तारै है आऊ यता आऊ कहाँ आएको तिमी तिमी कहाँ आएको तिमी दिदी कहाँ आउनुभएको मन्दिर किन घुम्न यतिकै साँझमा रमाइलो बाहिर हावा खान है भित्र बस्दा बस्दा बोर भएको हुन्छ होइन अरे बोर हुन्छ दिनभरि घरमा हुन्छ नि त नानी अनि बाहिर लगेपछि चाहिँ कुदेको एक ठाउँमा बस्दैन यति धेरै खुसी भएर रमाएर दौडिन्छ अनि फेरि एकै अब यो बेलुकामा यसरी कुद्न खेल्न पनि पर्छ होइन यो अब यहाँको समस्या चाहिँ कस्तो भने बच्चाहरूलाई एकदम धेरै ओपन स्पेस बाहिर खेलाउनु त्यस्तो ठाउँ पनि हुँदैन उयो हेर्नु न यहाँ यस्तो सिधो कुदिरहेको हुन्छ एक ठाउँमा बस्दै बस्दैन नारायण नारायण गर्छ नि नारायण भगवान् कसरी नुन गर्नुपर्छ देखिन हौ हेर न सरको यो उसले है राम्रो छ मन पर्यो भयो अब देऊ के दिने हजुर सरस्वती माता होइन नारायण अब हामी घर जान्छौँ आजलाई खेलेर पुग्यो भन न आजलाई खेलेर पुग्यो हामी भोलि फेरि आउँछौँ झन्डा हामी यता सुन झन्डा यो माथिको पताकालाई उसलाई झन्डा भन्छ थ्याङ्क यू सो मच फर वाचिङ आजलाई यति नै भोलि फेरि भेटौँला बाई बाई भन ल सबैजना बाई